हेलो गाइस, दर्शक नमस्ते सबैजनालाई। मेरो नाम खेमदामी। फाइनली आज म कहाँ जाँदैछु, के गर्दैछु, तपाईहरु लास्टसम्म भिडियो हेर्नु होला। र तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्स्क्राइब गरिदिनु होला। आजको यात्रा हुन्छ मेरो घरबाट जताततै यति दामी देखिरहेछ कि कुडै छोडिदिनु। मेरै बाटो हेरी हेरी बस्या छै कि दैलो कुरी, कहिले माया नमारे मेरा सिर्फुला दोधारैमा। यो देखिरहेको ठाउँ भेरा, चोतली र घरेना हो। उता देखिने ठाउँ चङ्खली। लगातार 2-3 दिन पानी आएर पनि अझै पनि बादल लागिरहेको छ। अझै पनि 15-20 मिनेट पैदल यात्रा गरिसकेपछि म पुग्छु लालीगुराँस फुलेको ठाउँमा। यताउता चारैतर्फ लालीगुराँस फुलेर रातै देखिरहेको थियो। यताउता हिउँ परेर हिमालहरू चारैतिर टल्किरहेका थिए, सेतै सेता। जति हेर्दा पनि मन अझै अघाएन, त्यति नै देख्न मन लागिरहेको थियो। लालीगुराँस फुलेको बनै राम्रो के विचार हो, जताततै होइन, रातै रातो देखिरहेको होइन। अब लाग्यो माथितिर। यहाँ चौड देखिने यो ठाउँ चाहिँ धन्यघरको हो। यो ठाउँमा पराए गाई भैँसी चराउँछन् पराए बर्खे सिजनमा। यो देखिरहेको ठाउँ पारी चौड हो विचार। डाँड्दै 1 घण्टापछि म पुगेँ खुकुडी भन्ने ठाउँ। यहाँ त गाई होइन, चारैतर्फ हिउँ छ बिचारा। यो चारैतर्फ हिउँ देखिँदैछ। जति हेरे पनि मन लगाएन, बेस गरी हेरेको छ। आजको यात्रा चाहिँ यहीसम्म, बाँकी भलक अर्को भिडियोमा। बाई गाइस।